हेलो फ्रेन्ड्स, हजुरहरूलाई स्वागत छ मेरो यस च्यानलमा। आज फेरि म हजुरहरू समक्ष एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु र भिडियोको बारेमा त हजुरहरूले थम्बनेल हेरेर नै थाहा पाइसक्नु भएको छ होला र साथै मैले अहिले भिडियोको सुरुमा अलिकति मैले झलक पनि देखाइसकेको छु। त आउनुहोस् साथीहरू, अब देरी नगरी अगाडि बढौँ र भिडियोको सुरुमा म हजुरहरूलाई बिन्ती गर्दछु कि मेरो यो भिडियो के कस्तो भयो कृपया तल कमेन्टमा अवश्य लेख्नु होला र भिडियो मन परे एउटा लाइक अवश्य गर्नु होला र साथै साथीभाइहरूमा सेयर पनि गरिदिनु होला र यदि तपाईहरुले अहिलेसम्म मेरो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब पनि गरिदिनु होला र साथै बेल आइकनलाई क्लिक गरेर अल नोटिफिकेसन पनि क्लिक गरिदिनु होला। त साथीहरू, 10 लिम्बूको रीति अनुसार ढोकभेट नखोलिकन सम्धी सम्धिनी एक आपसमा भेटघाट हुँदैन, भेटघाट गर्नु मिल्दैन। यो हाम्रो लिम्बू अथवा याकथुङबाहरूको पहिलादेखि नै जुन चलन चल्तीमा चलिआएको छ र यही नै याकथुङबाहरूको रीति पनि छ। त्यसैले आज यहाँ सम्धी सम्धिना ढोकभेट खोल्न जाँदैछ र त्यसैको लागि यहाँनिर तयारीहरू भइरहेको छ र यसरी यहाँनिर जोडी नाङ्लोमा जुन दियो कलशहरू तयार गरेर राखिएको छ र यो जोडी नाङ्लो राख्नुको अर्थ चाहिँ एउटा घरको पक्षको र अर्को चाहिँ विपरीत पक्ष अथवा सम्धिको पक्षको हुन्छ। त्यसैले गर्दाखेरि यहाँनिर जोडीहरू राखिएको छ, जोडी तयार पारिएको छ र अब यहाँ सम्धी सम्धिना जुन ढोकभेट खोल्नु अब गइरहेको छ र विशेष याद गर्नुपर्ने कुरो के हुन्छ भन्दाखेरि सम्धी सम्धिना जुन ढोकभेट खोल्नु पर्ने जुन समय हो त्यो समय अथवा त्यो मुहूर्त अगाडि चाहिँ सम्धी सम्धिना एक आपसमा देखादेख हुनु हुँदैन। त्यसैले गर्दाखेरि यो दुईटा जुन नाङ्लो छ, नाङ्लोको बिचमा एउटा पर्दा लगाएर चाहिँ राखिन्छ, जुन पर्दाको उतापट्टि सम्धी सम्धिना र यतापट्टि घरको पक्ष हुन्छ र त्यसरी जुन छ यो रीति अनुसार जुन छ सम्धी सम्धिनाको जुन ढोकभेट खोलाएपछि मात्र यो पर्दा खोलिने र सम्धी सम्धिना एक आपसमा देखादेख हुने प्रचलन हाम्रो चलिआएको छ र त्यसरी नै यहाँनिर अहिले पर्दा लगाइसकिएको छ, तपाईँहरूले देखिराख्नु भएको छ र अब यहाँनिर सम्धी सम्धिना जुन छ ढोकभेट खोलिने छ जुन म तपाईँलाई देखाइरहेको छु। अहिले यहाँनिर सम्धी सम्धिनाको भनौँ भेटघाट भएको छैन अथवा बोलचाल छैन। त्यसैले गर्दाखेरि उनीहरूको बिचमा एकजना माध्यमको रूपमा खडा भएर बोल्ने गर्छ र उसैले जो माध्यम हुन्छ उसैले चाहिँ पहिला यता जुन आउने सम्धी भनौँ पाहुना सम्धीको तर्फ भनौँ सम्बोधन गरेर त्यहाँदेखि यतापट्टि जुन अब घरको सम्धी सम्धिना भनौँ न, घरको व्यक्ति हुनुहुन्छ, मूल जुन सम्धी हुनुहुन्छ उहाँहरूलाई पनि सम्बोधन गरेर चाहिँ जुन यो सम्धी भनौँ भेटघाट अथवा ढोकभेट जुन खोल्ने जुन प्रक्रिया छ त्यसलाई अगाडि बढाउने काम यो जुन हाम्रो माध्यम हो, माध्यमको द्वारा यो काम भइरहेको छ र यसरी पाहुना पक्षको जुन सम्धीलाई सम्बोधन भइसकेपछि यहाँनिर घरको सम्धीलाई पनि माध्यमद्वारा सम्बोधन गरिँदैछ र यसरी सम्बोधन गरिसकेपछि उहाँहरू एक आपसमा पर्दाको बाहिरबाटै भनौँ पर्दाको साइडबाटै उनीहरू सम्धी सम्धिना ढोकाढोक गर्ने गर्छन् र त्यसपछि सम्धी सम्धिना जुन ढोकभेट हो त्यो खोलिन्छ। र तपाईँले यहाँ देख्नुभयो सम्धी सम्धिनाको जुन ढोकभेट हो यो सकिसक्यो भनौँ। ढोकभेट सकिएर यहाँ अहिले जुन कोसेली साटासाट हुनेछ यहाँनिर सम्धी पक्षले उहाँ जुन पाहुना सम्धी पक्षले ल्याएको जुन कोसेली हो र यहाँ घरको जुन सम्धी पक्षले जुन तयार पारेको जुन कोसेली हो त्यो साटासाट भइसक्यो र अब उनीहरू एक आपसमा भनौँ भेटघाट वार्ता भनौँ ढोक सबै नै उनीहरूको अब चल्ने भयो। आजदेखि उनीहरूको जुन बाटो खोल्यो भनौँ, उनीहरू
हामीहरू जुन सम्झिना एक आपसमा भेटघाट हुन सक्ने, भेट्नु बोल्नु सक्ने अब भयो आजदेखि। र यसरी जुन ढोगभेट खोलेको साथै जुन अरू पनि जुन घरको भनौँ आफ्नो इष्टमित्र जति पनि हुनुहुन्छ सम्धी खालकको जुन इष्टमित्रहरूले यहाँनिर सबैले चाहिँ होइन पाहुना सम्धीलाई चाहिँ स्वागत भनौँ अथवा ढोगभेट यसरी गर्ने गर्छन्। लो कान्छी सम्धिनी आयो है। र यसरी सम्धीलाई जुन छ यहाँ घरको पक्षको सम्धिनाहरूले जे जस्तो जसले सक्छ सानो तिनो जस्तो भए पनि कोसेलीहरू यसरी दिने गरिन्छ। र यसरी एकतिर सम्धिना ढोगभेट खोलिसक्यो भने अर्कोतिर खानाको तयारी पनि यहाँनिर हुँदैछ। यसरी एउटा भेडा मारिएको छ र भेडा यसरी मारेर चाहिँ यो भेडा लगभग अब मासु तयारीमा छ र एक प्रकारको सानोतिनो भोजै जान्छ यहाँनिर होइन। अब इष्टमित्र आफन्त दाजुभाइहरू सबै मिलेर चाहिँ यहाँनिर जुन सम्धिनासँगै बसेर चाहिँ आजको दिन यसरी यहाँनिर भोज नै भनौँ एक प्रकारको खाइने गरिन्छ। साथीहरू आजको यो भिडियो म यतिमै समाप्त गर्न जाँदैछु। हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया अवश्य लेख्नुहोला र साथै मन परेको खण्डमा एउटा लाइक पनि अवश्य गरिदिनु होला र साथै यदि हजुरहरूले अहिलेसम्म मेरो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला र साथै जुन बेल आइकन छ बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसन क्लिक गरिदिनु होला भन्दै म आजको यस भिडियोबाट बिदा लिन चाहन्छु। हजुरहरूलाई आफ्नो मूल्यवान समय दिएर यस भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सेवाहरू